नमस्कार। आजभन्दा पहिलेका प्रस्तुतिहरूभन्दा बिल्कुल भिन्नै अर्थात् हाम्रा सौन्दर्य, दुःख पिराई र एउटा यो सामान्य फल अम्बकको बारेमा वैज्ञानिक अनुसन्धान र खोजहरूबाट र प्रयोगहरूबाट पुष्टि भएका केही तथ्यहरू लिएर तपाईहरू समक्ष आएको छु। कुरा ठिकै लागेमा सदाझैँ सेयर, लाइक, कमेन्ट अनि रिपोस्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आफूलाई विचार गरौँ, हेरौँ, पाखुरा, चाक, दुई तिघ्राका काप वा घाँटीको कुनै भागमा खसरा चिलाउने वा सुक्खा वा मरेका वा प्वाक्क उक्किने किसिमका वा आफै खुन आइरहने छालाका टाटाहरू वा भागहरू छन् कि? आफ्ना रौँ वा कपालहरू बटारिँदै गएका वा केशका टुप्पाहरू उज्यालो रातो रङका हुँदैछन् कि? हातका औँलाका नङहरू चम्ची आकारमा कप्र्याक्क पर्दै नङमाथि खुनका थोप्ला वा धर्साहरू देखिँदैछन् कि? मुख जतिखेरै गनाउने, गिजा सुन्निने वा रातो हुने भइरहेका छन् कि? गिजाबाट पिप वा खुन आउँदैछन् कि? अनि गिजा कमजोर भएर समय नपुगी नै दाँतहरू हल्लिने र खुस्किने गर्दैछन् कि? कम उमेरमै छालाहरू खुम्चिने र अनुहार पनि चाउरी पर्न थालेका छन् कि? घाउ चोट लाग्दा निको हुन धेरै समय लाग्दैछ कि? हात खुट्टा घुँडा आदिका जोर्नीहरू सुन्निने र दुख्ने गर्दैछन् कि? हड्डीहरू कमजोर लाग्दैछन् कि? शरीरको इम्युनिटी घटिरहे जस्तो हुँदैछ कि? यही कमजोर इम्युनिटी भएर कोभिडले संसारमा धेरै मान्छेहरू मरिरहेका छन्। जतिखेरै थकाइ मात्र लाग्ने र जेसुकैमा हारिरहेको जस्तो मात्रै हुने गर्छ कि? शरीरमा खुनका डल्लाहरूका संख्या अर्थात् टोटल प्लेटलेट्स काउन्ट सीमाभन्दा कम भइरहेका छन् कि? टोटल प्लेटलेट्स काउन्ट सीमाभन्दा कम भएमा गिदीका खुनका ग्रन्थीहरू पड्किएर मान्छे अपाङ्ग हुन सक्छ वा मर्न पनि सक्छ। यसरी अहिलेसम्म भनिएका कुनै पनि नराम्रा कुरा आफ्नो शरीरमा पाइन्छन् भने त्यसका धेरै कारणहरू हुन सक्छन्। तीमध्ये प्रमुख एक कारण भिटामिन सी को कमी हुनु हो। भिटामिन सी लाई एल-एस्कर्बिक एसिड पनि भनिन्छ। यो वाटर सल्युबल अर्थात् पानीमा घुल्ने पौष्टिक तत्व र विभिन्न सेलहरूलाई क्षति हुनबाट रोक्ने रक्षक हो। हाम्रा शरीरलाई चाहिने पौष्टिक तत्वहरू आधारभूत रूपले दुई खाले हुन्छन्। ती हुन् वाटर सल्युबल र फ्याट सल्युबल। वाटर सल्युबललाई शरीरले आफूसँग लिनुका साथै पिसाबसँगै बाहिर पनि फ्याँक्छ। फ्याट सल्युबल शरीरको बोसोसँगै सञ्चित भएर रहन्छ। भिटामिन सी वाटर सल्युबल भएकोले सञ्चित भएको हुँदैन, त्यसैले यसलाई खाइरहनु पर्ने हुन्छ, अर्थात् भिटामिन सी दिनहुँ खानु पर्दछ, नत्र अघि भनिएका विरक्त लाग्ने समस्याहरू आउँछन्। अब लागौं एक दिनमा अर्थात् 24 घण्टामा कसले कति कहाँबाट र कुन समयमा भिटामिन सी खानु पर्छ। 4 देखि 8 वर्षकाले 25 मिलिग्राम, 9 देखि 13 वर्षकाले 45 मिलिग्राम, 14 देखि 18 वर्षका केटाले 75 र केटीले 65 मिलिग्राम, 19 वर्षभन्दा माथिका पुरुषले 90 र महिलाले 75 मिलिग्राम, अनि गर्भवती महिलाले 85 मिलिग्राम र बच्चालाई आफ्नो दूध खुवाइरहेकी आमाले 120 मिलिग्राम भिटामिन सी प्रत्येक दिन खानु पर्दछ। जाँड रक्सी, खैनी चुरोट र चिया खाइरहने मान्छेले अहिले भनिएको भन्दा धेरै भिटामिन सी खानु पर्दछ। धेरै खाले फलफूल र सागसब्जीमा भिटामिन सी धेरथोर पाइन्छ। हाम्रो समाजमा भिटामिन सी को कुरा गर्दा अमलाको धेरै चर्चा हुने गरेको छ, तर एकातिर अमलामा तुलनात्मक रूपले थोरै भिटामिन सी पाइन्छ भने अर्कातिर अमलाले हाम्रा दाँतका बाहिरी तह, जुन मूलतः क्याल्सियम र फस्फेटले बनेको हुन्छ, जसलाई इनामेल भनिन्छ, यसलाई नै कुडिने र कमजोर बनाउने गर्छ र अन्ततः धेरै खाँदै गएमा मुख र दाँतहरू नै बर्बाद हुन पुग्दछन्। सकेसम्म भिटामिन सी सप्लिमेन्ट अर्थात् भिटामिन सी ट्याब्लेट खानु हुँदैन। त्यसैले अब साह्रै सजिलै पाउन सकिने भिटामिन सी को भरपर्दो स्रोत अम्बकको कुरा गरौं। बोटैमा हल्का पाकेको मझौला आकारको एउटा अम्बकमा अम्बकको प्रकार अनुसार 165 देखि 228 मिलिग्रामसम्म भिटामिन सी हुन्छ, अर्थात् एउटा वयस्क मानिसलाई चाहिने भन्दा 100% बढी भिटामिन सी एउटा मझौला अम्बकमा नै पाइन्छ।
यसमा प्रशस्त फाइबर, एन्टाअक्सिडेन्ट अनि क्यान्सर विरोधी तत्त्वहरू पनि पाइन्छन्। अर्कातिर एउटा मजौला अम्बकमा 1.1 देखि 1.9 ग्रामसम्म फ्रुक्टोज हुन्छ, जबकि एउटा मजौला स्याउमा 9.5 र एक कोसा मजौला कोलामा 6 देखि 7 ग्राम फ्रुक्टोज हुन्छ। मननीय कुरा छ, यही फ्रुक्टोज र प्युरिन भन्ने तत्त्वहरूले युरिक एसिड बढाउने काम गर्छ अनि बढी युरिक एसिडको कारणले पनि हाम्रा घुँडा साथै विभिन्न जोर्नीहरू दुख्दछन्। सुखद कुरा, अम्बकमा अनावश्यक रूपले युरिक एसिड बढाउने यी तत्त्वहरू अत्यन्त कम छन्। त्यसैले अन्य फलफुलको तुलनामा डायबिटिज रोगीहरूका साथै जोसुकैले पनि खुलेर अम्बक खान सक्छन्, जसले हाम्रो भिटामिन सी को अनिवार्य आवश्यकतालाई टन्न पूरा गर्दछन्। याद गरौं, अम्बक सानो छ भने सिङ्गै खाऊं, ठूलो भए आधा मात्र खाऊं, किनकि ठूलो सिङ्गो अम्बक खाँदा चाहिने भन्दा एकदमै धेरै भिटामिन सी खाइन्छ अनि भुँडी दुख्ने, पखाला चल्ने, वाकवाकी लाग्ने अनि कहिलेकाहीँ त एकदमै रिङटा पनि चल्ने गर्दछ। भिटामिन सी ठिक्क मात्रै खानुपर्छ, थोरै पनि होइन, धेरै पनि होइन, तर सधैँ खानु पर्दछ। कुनै पनि फलफुल बेलुका खानु हुँदैन, किनकि सामान्यतया बेलुका सुतिन्छ र रेस्टमा शरीर रहन्छ अनि रेस्टको अवस्थामा फलफुल खाएमा यसमा हुने गुलियोले ब्लड सुगरलाई ह्वात्तै बढाउने काम गर्छ र यो गुलियोले राम्ररी निन्द्रा लाग्न पनि दिँदैन। त्यसैले अम्बक पनि बेलुका खानु हुँदैन। सिट्रस फलफुल जस्तै कागती, सुन्तला, जुनार आदिले जड वा एसिड रिफ्लक्स अर्थात् छाती पोल्ने, मुखमा अमिलो पानी आउने वा छातीको कुनै भाग वा ढाडतिर वा भुँडीतिर तीखो गरी दुख्ने गराउँछ, तर अम्बकले त्यस्तो गराउँदैन। त्यसैले सकेसम्म बिहानको समयमा चाहे खाली पेटमा होस् वा केही खाएपछि जुनसुकै अवस्थामा पनि मज्जाले अम्बक खान सकिन्छ। ठाउँ भए वर्षैभरि अम्बक फलाउँ, नभए पनि कुनै उपायले दैनिक अम्बकको व्यवस्थापन गरौँ अनि सधैँ खाऊँ र आफूलाई सुन्दर, स्वस्थ र खुसी बन्न सहयोग पुर्याउँ। हवस् त, भिटामिन सी र संसारकै सुन्दर र मलिलो भूमि नेपालको जुनसुकै ठाउँमा फल्न र फलाउन सकिने यही सामान्य फल अम्बकका बारेमा थप वैज्ञानिक अनुसन्धान र प्रयोग तपाईँ आफू पनि गर्नुहोस् है। नमस्कार।